हेलो साथीहरू, यो चराको मुख जस्तो चुचु देखिने चिज के होला भन्नुहुन्छ होला। यसको नाम चाहिँ सेजोगे हो। जाडो मौसममा 3 महिना मात्र पाइने सामुद्रिक खाना हो। हामी सेजोगे खानको लागि चाहिँ आज होङसङ नामदाङ्ग्रीमा रहेको तोरी भन्ने रेस्टुरेन्टभित्र छिर्यौँ। बाहिर एकदम चिसो छ मौसम। हामी त्यहाँभित्र छिर्यौँ र झ्यालबाट देख्ने दृश्य चाहिँ वाउ नै थियो नि त। आज घाम पनि एकदम राम्रो लागेको थियो। आजभोलि त्यति साह्रो दिन क्लियर हुँदैन, तर आज चाहिँ एकदम सफा थियो दिन। हामी झ्याल साइडमा बस्यौँ र सी फुडको इन्जोय लियौँ। हुन त हामी त्यो ठाउँमा जाने भन्ने प्लान चाहिँ पहिलादेखि नै गरेको थियौँ, तर समयले हामीलाई साथ दिएको थिएन। 5 बहिनी नै 5तिर बस्ने भएकोले गर्दाखेरि हामीलाई समय निकाल्न धेरै गाह्रो पर्छ होइन। न्यु इयरमा भेट्न नपाए पनि आज 2026 जनवरी 2मा चाहिँ हामीले लन्चसँगै गर्ने प्लान गऱ्यौँ। व्यस्तै भए पनि हामीले समय निकाल्यौँ, त्यहाँ पुग्यौँ र यति मिठो थियो कि त्यहाँको खानेकुराहरू, साइड मेनुहरू, जो सी फुडको टेस्ट एकदम मिठो हुन्छ होइन। बनाउन जान्ने मान्छे चाहिँ लिएर जानुपर्छ। हाम्रो टिममा पनि एकजना बहिनीलाई राम्रोसँग आउँछ सी फुड बनाउनलाई। यो चाहिँ जिउँदै यसरी तातो पानी, उम्लेको तातो पानीमा हाल्ने अनि पकाउने र खाने हो साथीहरू। त्यो चुकुमी भन्छ त्यसलाई। चुकुमी 2टा चाहिँ तल जिउँदै तल भुइँमा खेल्दै रहेछ हाम्रो चाहिँ होइन। थाहा पनि नभएको, पछिबाट थाहा पायो। यसरी चल्दा चल्दै बिचरा लाग्दै पकाउँदै खाँदै गर्नुपर्छ। अनि मिठो चाहिँ हुन्छ साथीहरू। सधैँभरि नखाए पनि बडीको लागि पनि सी फुड राम्रो हो, हेल्थको लागि पनि कहिलेकाहीँ चाहिँ खानु होला। यो चाहिँ कुल भन्छ साथीहरू। यो चाहिँ स्टिम उसिनेर लिएर आएको थियो। सी फुडको नाम त्यति साह्रो आउँदैन मलाई, तर पनि यो चाहिँ फेरि काँचै, कुनै चाहिँ काँचै रगतसँगै, कुनै चाहिँ अब उसिनेर, कुनै चाहिँ फ्राई गरेर अनि कुनै चाहिँ जिउँदै त्यहाँनिर तातो पानीमा उमालेर राखेको पानीमा हालेर खाने, त्यसलाई चाहिँ स्याबो स्याबो भन्छ साथीहरू। त्यसरी खाने आइटम्सहरू थियो र हामीले लास्टमा चाहिँ खालकोक्सो यसरी बनाएर खाएर अन्तिम गऱ्यौँ। आजको लन्च हामी 5 बहिनीले यसरी बितायौँ। बाहिर आउँदा त फेरि फुल अघि घाम लागेको, अहिले त हिउँ पो परिराखेको। अनि 1-2वटा फोटो नि खिच्यौँ। अलिकति टाइम रहेकोले कफी सपमा गएर कफी पनि खायौँ। 2 बहिनीले चाहिँ यसरी बित्यो आजको दिन। एकदम रमाइलो भयो साथीहरू।